दर्शकबिन नमस्कार। यहाँहरू हेरिरहनु भएको छ जय होस्ट टेलिभिजन। तपाईहरू हाम्रो कार्यक्रम युट्युब, फेसबुक, टिकटक र हाम्रो आधिकारिक पेज www.jayhosttelevision.com.np मा पनि हेर्न सक्नुहुन्छ। आज हामी यहाँहरूलाई बस्नेत बस्तीमा सम्पन्न भएको बस्नेत कुल पूजाको बारेमा जानकारी गराउनेछौँ। काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका 6 दलिचोक स्थित बस्नेत बस्तीमा बस्नेत कुल पूजा भव्यताका साथ सम्पन्न भएको छ। दलिचोक स्थित बस्नेत बस्तीमा परापूर्व कालदेखि निरन्तरता दिँदै आएको कौशिक गोत्रीय बस्नेत कुल पूजा यस वर्ष पनि सम्पन्न गरिएको छ। बस्नेत कुल पूजा प्रत्येक वर्ष अर्थात् वार्षिक रूपमा मनाइने गरिन्छ। यो पूजा केवल धार्मिक कर्मकाण्डमा सीमित नभई पहिचान, परम्परा, पारिवारिक एकता र सामाजिक उत्तरदायित्वको गहिरो प्रतीकको रूपमा लिने गरिएको छ। यस वर्षको कुल पूजा मङ्सिर 18 गते अर्थात् धान्य पूर्णिमाको शुभ दिन कुलको मूल घर तथा कुल मन्दिरमा विधिपूर्वक सम्पन्न गरिएको छ। कुल पूजाको दिन बिहानैदेखि सम्पूर्ण दाजुभाइहरू मिलेर पूजाको तयारीमा जुट्ने गर्दछन्। मण्डल निर्माण, पूजा सामग्रीको सजावट, ध्वजाहरू काट्ने कार्य, कुलदेवता प्रवेश गर्ने मार्गको शुद्धिकरण लगायतका सम्पूर्ण कार्यहरू सबै दाजुभाइहरू मिलेर सम्पन्न गरेका थिए। कुल पूजा केवल देवतालाई आह्वान गर्ने, पूजा गर्ने वा विसर्जन गर्ने काम मात्र होइन, यो त आत्माको शुद्धि पनि हो। यो पूजा बस्नेत वंशका पूर्वजहरूप्रति कृतज्ञता प्रकट गर्ने, संस्कारको निरन्तरता कायम राख्ने र भावी पुस्तालाई परम्परा हस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यम पनि हो। अझै पनि विश्वास गरिन्छ कि कुलदेवता र पूर्वजहरूको आशीर्वादले परिवार, वंश र गाउँ बस्तीमा शक्ति, समृद्धि, रक्षा र कल्याण प्राप्त हुन्छ। कुलदेवताको आह्वान विशेष विधि अनुसार गरियो। कुलधामीद्वारा मूल घर तथा कुल मन्दिरमा दियो प्रज्वलन गरियो। कन्यालाई थान दिई कन्याको हातबाट सयपत्री फूल अर्पण गर्दै पञ्चे बाजागाजाको धुनसँगै शुद्ध र पवित्र वातावरण सिर्जना गरी देवताहरूलाई स्थान ग्रहण गराइयो। कुलका मूल धामी मोहन कुमार बस्नेत, धामी सुमन बस्नेत तथा पुजारीको नेतृत्वमा देवता आह्वानपछि विशेष विधि अनुसार पूजा सुरु गरियो। बस्नेत कुलमा रहेको धार्मिक विश्वास अनुसार देवता बोलाउँदा वंशका समस्याहरूमा संरक्षण, शान्ति, अनुशासन र सभ्य जीवनको मार्ग प्राप्त हुन्छ भन्ने मान्यता आज पनि रहेको छ। यस वर्ष पनि देश विदेश तथा काठमाडौँ र विभिन्न क्षेत्रमा बसोबास गर्ने बस्नेत दाजुभाइहरू समय मिलाएर मूल घरमा भेला भएका थिए। देवता आह्वानसँगै पूजापाठ तथा दिवाली गरिएको थियो। कुल पूजामा साना बालबालिकादेखि वृद्ध आमा बुबासम्मको उल्लेखनीय सहभागिता रहेको थियो। 17 घरधुरी रहेको बस्नेत परिवारमा लगभग 150 देखि 200 जनासम्म आफन्त, इष्टमित्र तथा दाजुभाइहरूको उपस्थितिले अझ धेरै रौनक बनाएको थियो। कार्यक्रममा विशेष सम्मान तथा शुभकामना आदान प्रदान पनि गरिएको थियो। धर्ममा मात्र सीमित नभई समुदायको स्वास्थ्य, सम्मान र सेवामा पनि जोड दिनुपर्छ भन्ने सन्देश प्रवाह गरिएको थियो। कुलको कल्याण, शक्ति र रक्षा प्राप्तिको कामना सहित पूर्ण होम हवन, पूजापाठ, यज्ञ तथा रुद्रीपाठ सम्पन्न गरियो। परम्परा अनुसार एक वर्ष बलि पूजा र अर्को वर्ष कोरी पूजा गर्ने चलन रहेकोमा यस वर्ष भने बोकाको अर्थात् बलिको पूजा दिइएको थियो। मण्डलमा विशेष पूजा, तन्त्र मन्त्र तथा दीप प्रज्वलन गरियो। पूजा सम्पन्न भए पश्चात मण्डलमा राखिएको पवित्र दियो मूलधामीको घरमा ल्याएर राखियो। यो दियोलाई कुलको रक्षा र शक्तिको प्रतीकको रूपमा मानिन्छ। दियो मूल घरमा राखेर आएपछि पूजा सम्पन्न भएको विश्वास गरिन्छ। प्रत्येक वर्ष यसरी नै सम्पन्न भइरहेको कुल पूजा यो वर्ष पनि अत्यन्तै भव्यताका साथ सम्पन्न भयो। सम्पूर्ण कार्यक्रम नेपाल कुल धामी समाजको धार्मिक परामर्श, अनुभव र मार्गदर्शनमा सम्पन्न भएको थियो। कार्यक्रमको समग्र संयोजन तथा व्यवस्थापनमा भने मूलधामी मोहन कुमार बस्नेतको महत्त्वपूर्ण भूमिका रहेको थियो। बस्नेत बस्तीमा मनाइएको यो कुल पूजा धर्म, संस्कृति, परम्परा, पारिवारिक एकता र सामाजिक सद्भावको सुन्दर सङ्गम हो। यसले पुर्खाको सम्मान गर्दै भावी पुस्तालाई संस्कार र पहिचान हस्तान्तरण गर्ने महत्त्वपूर्ण सन्देश पनि प्रवाह गरेको छ। यसले गर्दा आफ्नो धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने भाव
युवा पुस्तामा प्रष्टसँग गएको हामीले देखेका छौँ। तपाईहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। भोलि फेरि हामी यस्तै फरक कार्यक्रम लिएर तपाईहरूमा आज उपस्थित हुनेछौँ। तपाईहरू भने हेर्दै गर्नुहोला जय होस् टेलिभिजन। हौस् त, नमस्कार।